50 के भयो अब चाँडो 100 के पुऱ्याउ यसको दाइको गाउँ हेर त रहेको छ नि सुनारबाट अपडेट रहेको छ विश्वकर्माबाट किन खिचायो तैँले होइन अनिल सुनारले विनोदलाई इग्नोर गरेर ल त्यो छ अनिललाई यो विनोद विश्वकर्माले हेड पाउनु भएको हो र सो हेलो एभ्रिवान इट्स यु कान्सा एफएक्स र आज चाहिँ म टक्क लाएर होइन अनिल विनोद र विशाल दाइलाई भेट्न आउँदैछु आज म टक्क लाएर जान्छु होइन यस मैले छुर्पी गेम प्रमिस गरेकै थिएँ होइन है मेरो भाइ ए हाम्रो विशाल दाइ वेलकम टु चितवन त कालको मान्छे हो त गाह्रो छ वेलकम टु चितवन थ्याङ्क यू दाइ थ्याङ्क यू केही दुई शब्द बोलिदिनुहोस् के विनोद विश्वकर्माले हेड पाउनु भएको हो त के एम विशालको 20 के कम्प्लिट भएको छ गाइज र आजको न्युज तर्फ लगाऊ आजको हाम्रो पहिलो न्युज रहेको छ कान्छा एफएफले अनिल सुनार विशाल सापकोटा एम विशाल र विनोद विश्वकर्मालाई भेटेको छ गाइज एम विशाल काट्दिम कि ए कस्तो विशाल विशाल भन्नु आउँछ कस्तो लाग्छ यो अलिक ब्रान्ड जस्तो लाग्यो भाइको कि विदेशमा पर्छ ए कस्तो लाग्छ नि तपाईँलाई खतरा लाग्यो खतरा लागिरहेको छ हो बा मलाई कस्तो लागिरहेको मलाई त एकदम खुसी लागिरहेको छ विशाल दाइले अब घर गराइदिनु तेरो लागि मैले आइस मोइतो मगाएको छु खाइ आइस मोइतो ए भर्जिन मोइतो खाइ मोजिटो होइन मोइतो खुवाइदिने हो कि अझ चाहिने मान्छे भर्जिन मैले खाइदिएँ है त ल फुटाली छ है तैँले नि मेरो चाहिँ आइस पिस दिएको छ विनोदको दिएको छ अनिल चाहिँ वासरुम गएको छ त्यसको पनि यही हो है तेरो यो भान्जे चाख्नु पर्यो अनिलको थियो रिसाउँछ अहिले यो समात पानी कहाँ हाँस्छ कल्लो यार विनोद दाइलाई खल्लो लगाइरहेको छ अरे तर के गर्ने खल्लो ल अब यसको भ्लगलाई नै माया गरिदिनु होला मलाई माया गर्छ सर नै हामी चाहिँ गलत भनेर गलत भनेर बोल्न त जानेको छु नि त अब जुस खाएर अब मिठो मिठो गफ गरेर न्युजमा हामीलाई नै हाल भनेर फेरि एकछिन भेट्छौँ मलाई घुस दिइराख्नुहोस् है निस्मा मलाई कभर गरेर घुस केही पनि होइन यही हो भाइ तिमीसँग पनि चल्नु पर्यो नि फेरि नेक्स्ट टाइम यस्तोमा बिख हुन्छ है अर्कोचोटि भेट्न नआएछ है हामी त फेरि नभए त फेरि माहिर छौँ ल एकछिन भेटौँला है त एकछिन भेटौँला त भन्नु तर एकछिन भन्ने गफ हो एन्ड अहिले चाहिँ मलाई यहाँ एउटा जुस खुवाएर चाहिँ घुस दिनुपर्छ न्युज कभर गर भनेर न्युजमा चाहिँ नेगेटिभ हाल्यो भने चाहिँ अर्कोचोटि सेट तैँले आशा हालेस् मलाई न्युज हालेस् के गर्न हाल्ने हो कुन चाहिँ हालेस् अब कुन चाहिँ हालेको छ त कहाँ याद राखिन्छ र तपाईँलाई कहाँ याद राखिन्छ मलाई मेरो बारेमा राम्रो हुन्छ कहाँ याद राखिन्छ त नि तपाईँ 100 के भनेको चाहिँ मैले हेरेँ मैले यसको होइन, होइन। तैँले मेरो बारेमा एउटा दाइ भ्लग हेर्नु भएर मेरो दाइ पिटिदिउँ न हेलो मैले चाहिँ भनेको थिएँ नि 50 केमा चाहिँ 3 जनालाई भेट्छु भनेर सो फाइनली भेट्यो अब यसो अब राम्रोसित गर हन्डे अब 50 के भयो अब चाँडो 100 के पुऱ्याउ यसको क्याप्सन के हुन्छ थाहा छ अब मेरो बिहा भयो भने उसले अब मेरो बिहा थमेलमै गरिसक्यो लक्ष्मी छ तेरो बिहा भइसक्यो भनौँ न म अचम्म छु भनौँ न हामी राखी लाउनेवाला छौँ तर बिहा भइसक्यो तेरो भइसक्यो तिम्रो के छ ठिक छ जोस् भाइले अलिअलि सपोर्ट गर्छ त्यो क्लिपहरू हालिदिएर है यस्तो भयो हिजो गर राम्रो कहाँ हेऱ्यो तैँले क्यामेरा यहाँ छ त कहाँ हेऱ्यो ओए अनिल यहाँ भिडियो बनाउँदै जाने क्यामेरा यता छ नि त विनोद यहाँ हेर्दै छ कि तँलाई हेऱ्यो कि 100 केमा त्यहाँबाट लङ बक्सिङ गर्न म नै आउँछु है चाँडो पुरुष मेरो भाइ राम्रोसित गर अनि त्यहाँबाट बिहा नगराइदेऊ बिहा नगराइदेऊ अब टक्क पोइन्टको कुराहरू मात्रै गरिदेऊ है ट्याक्सको कुराहरू नगर त्यो है भाइको दाइको एउटा सुझाव सानो है तैँले नि सुझाव हान्ने त एउटा न्युज मिडिया फिल्डमा भएको मान्छे तँलाई चाहिँ अनिल तँलाई चाहिँ कस्तो लाग्छ अनिललाई त अहिले नलिक्ने 100 केमा टक्क लाएर सिल्भरबाट अनबक्सिङ गर्दै अनिललाई विनोद दाइसँग क्युएनए हान्ने है त म त भिडियो खिच्दिनँ म त घर गएँ खोइ मेरो बारे भने खोइ मेरो चाहिँ 500 केमा आउँछ उसको चाहिँ अब 100 केमा उसकै क्युएनए हामीलाई भाइ यसरी हो भ्लग गर्ने तिमीले जाने छौ उसको भ्लग चाहिँ छुट्टै छ यसरी भयो स्टार्ट यसरी गर्ने अनि त्यहाँबाट यसरी गर्ने उता देखाउनु छ भने कि हेलो विशाल हेलो ए हेलो हाई नमस्ते म भागिने पाएँ अनि तेरो नाकको बारेमा केही चर्चा भन्दैन त्यो एउटा एक दुईटा यसो नमस्कार हजुर
नाक तपाईँको नाक कसरी ठुलो हुन पुग्यो? तपाईँको जन्मजाति यत्रो नाक हो कि पछि केही खाएर बढाउनु भएको हो कि केही लाएर बढाउनु भएको? त्यो जब युट्युब फिल्ममा अनिलको सङ्गत गरे नाक लामो हुन्छ किनभने अनिलको सङ्गत गरे प्रायको नाक लामै हुँदो रहेछ भन्ने थाहा भयो। त्यसको त छैन त फेरि, त्यसको अरू छ अरू पनि छैन भनौँ। ए त खायो भने भानी अब तपाईँलाई देखाएर बोल्नु भनेको ठिक छ त्यही भाइ, अब राम्रोसित गर है। भाइको घर चितवने रहेछ, मलाई थाहा थिएन। भाइको अनुहार पनि देखाएको थिएन, अनुहार पनि देखाएको थिएन भनौँ न, कसैले पनि देखेको थिएन। कसैले देखाएको थिएन। एकचोटि कहाँबाट दोस्त देखेर भेटाएको देखाएको तर अचम्म कि। ठिक छ भाइ, रहेछ अब नजिक नजिकै हाम्रो अब फेरि नि चितवन सुतिखेर हो त्यसलाई सुत भयो भेट्दै गरौँ ल भाइ, राम्रोसित गर्नुपर्छ है। ल ल अब के छ राम्रो गर्दै गर भाइ है। राम्रो के भन्छ अब मेरो नि प्ले बटन आउँदैछ है, प्ले बटन आउँदैछ। अब धेरै छैन, अब लगभग म 16-17 गतितिर सोध्छु होला, इन्भेस्टिङ गर्छु होला। अब सानो तिमीले हाल्छौ आइनो, त्यो मलाई थाहा छ। त्यो लाउनु मान्छे नभएर फेरि तेरो मुसु तेरो हेर्नु छ नि त्यहाँ, फेरि विचार गर। गर्दैन ल भाइ है, राम्रोसँग गर। त्यो हामी एकछिन बस भेटौँ। हामी फेरि अर्को ठाउँमा आइसक्यो। एउटै फिल्डको भाइ सफा गर्नुपर्छ, सफा गरिदिनु त ल। ल अनिललाई कुची निकालिदिनु भएको है सफा गरेर। भन्न गफ खाना अब तपाईँसँग एउटा कुरा सोध्नु थियो होइन? अब विशाललाई अब पहिला गेमिङ कम्युनिटीबाट आउनुभएको होइन? गेमिङ कम्युनिटीमा कस्तो युनिटी छ भन्ने थाहा छ? युनिटी छैन। युनिटी कस्तो छ भने तपाईँलाई भ्लगिङ कम्युनिटीमा कतिको युनिटी छ जस्तो लाग्छ? तिमी गर्दै जाऊ, तिमीलाई आफै थाहा हुन्छ पछि। राम्रो जवाब दिए है। मिसिरहेको होइन, मिठो दिन बताएर चाहिँ अब विशाल दाइको ओपिनियनमा चाहिँ के लाग्छ भ्लगिङ कम्युनिटीको गेमिङ कम्युनिटीको युट्युबर्समा चाहिँ के भन्छ अरे कम्युनिटी के अरे एउटा ग्याङ थिएन, गाइज थिएन, मिल थिएन भनौँ न, राम्रो कोलाबोरेसन के भन्छ त्यसलाई, एउटा कम्युनिटी थिएन भनौँ न युट्युबरको। भ्लगिङमा पनि त्यस्तै त्यस्तै छ। अब कोही आफ्नै तालमा कोही आफ्नै तालमा नगरेर नि होला, कसैले एप्रोच नगरेर नमिलाएर नि होला। अब यसै दुईजनाको चाहिँ छ भनौँ न कम्युनिटी। उहाँहरू दुईजना त अब उसको लभली कपल्स हो नि त। किन हिचायो तैँले होइन? अनिल सुनारले विनोदलाई इग्नोर गरेर ल त्यस्तो भन्ने हो। अनि अनि अर्को कुरो खै भ्यू छाप्नु पर्यो नि त, इग्नोर हाने भनेर छाप्नु परेन। अनि अर्को कुरो त अनि के रेगुलर जहिले पनि भ्लगिङ गर्ने हो होइन? अनि अहिले पर्लो है मेरो नाकमा देखिन्छ के अनि तपाईँको नाकै ठुलो छ। ठुलो त अब नाकै मात्र हो। अर्को सेकेन्ड रतन कार्की, सेकेन्ड रतन गर्ने भन्न यहाँ विशाल ब्रान्ड हो, आफैमा ब्रान्ड हो। यो ठाउँ चाहिँ कुन ठाउँ हो? शिवघाट। राम्रो ठाउँ रहेछ हाम्रो। 4चोटि हात फेर्दो रहेछ, गरौँ भयो होला, गाह्रो भयो। गाह्रो छ नि, मोबाइल सामानमा कम सजिलो हुन्छ, कम गाह्रो हुन्छ भन्नु। अब उल्टे भन्नुपर्छ अनि बल्ल अडियन्सले ट्रोल गर्छ त। एडिटरहरूले अब यस्तै मिमहरू बनाउँछ अनि पो भाइरल हुने त अनि कस्तो नबुझेको कि सोध्छु नि त म। गाह्रो नि। त्यही यो फ्याममा भेटेर घर पनि आइसकेँ। भेटघाट कस्तो भयो भनेर म तपाईँलाई अर्को ब्लगमा भन्नेवाला नै छु। मेरो 100K सब्सक्राइबरमा चाहिँ सिल्भर प्ले बटन अनबक्सिङ गर्न अनिल दाइ र विनोद दाइ आउँछु भन्नुभएको छ र उहाँहरूले चाहिँ मलाई Q&A को लागि क्वेसनहरू पनि सोध्नुहुन्छ अरे। अब उहाँहरूको फन्नी क्वेसन र मेरो फन्नी रिप्लाई हेर्न मन छ भने चाहिँ चाँडो 100K सब्सक्राइबर कम्प्लिट गरिदिनु होला। सो त्यही यो फ्याम इन्स्टामा फलो गर्नु भएको छ भने मसँग इन्स्टामा पर्सनली कनेक्ट हुनु होला। च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। सी यु टुमारो, बाटो घुमाउरो, बाई बाई।